Hello, hi, namaskar. So you can see here we are in the Rhododendron Park. So this is very beautiful and this is very nice to stay here. So you can see here the cottage house also is very beautiful. So we are here to enjoy and we are here to take moment to picture. टुङ्गेको छैन अझै पनि जारी छ यात्रा चाहिँ कन्टिन्यू नै छ कन्टिन्यू छ टुङ्गिने तानेर हामीलाई थाहा छैन हामी फेरि हामी तिनजना फर्स्ट टाइम आउने चाहिँ पछाडि परेछ नि त फर्स्ट टाइम आउनेहरू चाहिँ हामी तिनजना हो कहाँ हो टुङ्गो यसमा हामीलाई थाहा छैन जाँदै गरेको हाम्रो अवस्था छ बल्ल आइपुग्यो 0 point बस्यो 0 point आइपुग्यो दामी ठाउँ नि साह्रै भयो आई अब थकै मार्ने सुशीललाई थकै मार्ने बल्ल हिँडिसक्यो हामी फर्स्ट टाइम आएको बेग्लै रोटी यहाँ बेग्लै धेरै भन्नु केही छैन रेस्ट गरिरहेको हामी बल्ल आइपुगेर फाइनली गाइस हामी बस्छौँ आइपुग्यौँ र हामी एकछिन हामी बसिरहेका छौँ रेस्ट गरेका छौँ 5 किलोमिटर हिँड्दा निकै थाक्यौँ है र म यहाँ तपाईँलाई होटल चलाइरहेको यस्तो दामी ठाउँमा चाहिँ बस्नु त फर्स्ट टाइम आएको है हाम्रो अभिषेक भाइले भिडियो बनाउनुहुन्छ यति सुन्दर ब्युटिफुल प्लेस दामी बस्नुको जग्गा चाहिँ दामी नगरे लाग्यो मेरो पछाडि हेऱ्यो त्यसै बस्नु त्यसै मानिसहरू जग्गा विचरण सक्छ पुँजी गर्दै हुन्छ न यसो जान्छ भनेपछि नि अलिक ढिलो भएछ पानी पुग्नु सक्छ पगडाउनु पनि दामी हुन्छ ल भेट भइदिइहाल्नु नि त अन्त को अघि आएको ए हामी भर्खर आइपुगेको हामी चर्चो छ हामी चर्चको भाइहरू छ युएल भाइहरू छ हामी 5-6 जना छौँ भाइ चाहिँ को आएको ए सकेन
Yes, Manish. No. एक चलते हैं क्या अरे विश्व कप क्या एक गुटुक चिया 20 रुपैयाँ ब्ल्याक टी एक गुटको 20 रुपैयाँ रहेछ यहाँ चियाको दाम सक्यो भने म नि सक्नु अहिले ए कहाँ एक गुटुक 80 ml 80 ml चाहिँ फुल हुन्छ तर यो चाहिँ अब 80 ml लागि त अलग हुन्छ अलिकति वर्षमा चाहिँ चिया पनि एमएलको हिसाबमा पाउँदो रहेछ भयो हेलो हाई नमस्कार So you can see here we are in the Rhododendron Park. So this is very beautiful and this is very nice to stay here. So you can see here the cottage house also is very beautiful. So we are here to enjoy and we are here to take moment picture. So lots of things we are going to do. So till then you can watch this video. Cut. वर्षमा आएर मुराल पार्क बालहरू पकाएर खानु हुन्छ अहिले भने चाहिँ हामी फर्किँदै गरेको अवस्था छ र हामी घुमघाम गरेर है मजा आयो एकदम इन्जोय गऱ्यौँ मजा आयो है र अहिले चाहिँ हामी फर्केर यता बाटोमा गाडी भएकोमा आउँदै गरेको बाइकहरू भएकोमा र एकदम मजा आयो र यहाँ एउटा चाहिँ के मजा लाग्यो भन्दा यहाँ यो यसरी यात्रा गर्नु चाहिँ एकदम आफूलाई क्या 5 किलोमिटर अप एन्ड डाउन हिँड्दा चाहिँ अप एन्ड डाउन 10 किलोमिटर हिँड्दा चाहिँ यस्तो मजा लाग्यो कि है कोही बेला यसरी हिँड्नु पनि पर्छ अन्त अर्को चाहिँ के भन्दा यहाँ एउटा के देख्यो भन्दा चाहिँ बुढाबुढीहरू पनि नसक्नेहरू पनि लट्ठी टेकेर हिँडिरहेको मैले देखेँ एकदम खुसी लाग्यो यसरी जङ्गलको बिचबाट मान्छेहरू आउनु जानु गर्दा एकदम रमाइलो हुँदो रहेछ कि एकदम मजा हुँदो रहेछ क्या एकदम खुसी लाग्यो यसरी हिँड्नु पाउँदा है हिँड्दा र साथीहरूसँग है भाइहरूसँग एकदम इन्जोय गऱ्यौँ हामीले एकदम मजा आयो एकदम रमाइलो भयो है एकदम के भनौँ त्यतिको चाहिँ अब राम्रै भयो भन्न मजा आयो भन्न यतिको चाहिँ अब हामीले इन्जोय गऱ्यौँ कोही बेला दिमागलाई यसरी हाम्रो फ्रेस गर्नको लागि कति कुरामा मात्रै टेन्सन फ्री बस्नु पहिला त्यसरी है हिँडेर इन्जोय पनि गर्नुपर्छ लाइफमा है र यहाँ अभिषेक भाइहरू पनि अब छ अभिषेक भाइहरू युगल भाइहरू अगाडि हिँडेको छ र म चाहिँ यहाँ पछि छु म चाहिँ भिडियो गर्दै हिँडिरहेको छु नि त त्यसले गर्दा अब लास्ट फर्किँदै गरेको भिडियो बनाउँ भनेर चाहिँ मैले भिडियोहरू बनाएको एकदम मजा आयो तपाईँहरू पनि जानुहोस् वर्षे दामी छ है र अलिक सिजनमा जानुहोस् हामी चाहिँ अलिक अफ सिजन भइगएको रहेछ अलिक ढिलो भएछ र हामी चाहिँ सिजनमै गयौँ र त्यसले गर्दा एकदम रमाइलो भयो एकदम दामी मजा आयो इन्ट्रेस्टिङ भयो मजा आयो तपाईँहरू कतिजना चाहनुहुन्छ समयमा जानुहोस् एकदम दामी हुन्छ मजा आउँछ ओके
ओके गाइस, मैले यो भोइस एडिट गरेको कारण मैले भोइस गरेको थिएँ, त्यो सबै डिलिट भएछ, त्यसले गर्दा गाइस अब चाहिँ हामी लाग्यो घरतिर अब चाहिँ लाग्यो भएको थकित अवस्थामा हिँडाइले 10 किलोमिटर ओर्दर जोर थाल्यो। अब खाना खायो, झक्कै निद्रा आउँदैछ। चाहिँ फर्किँदै गरेको दृश्य हामी चाहिँ अहिले नाम्चीबाट नाम्चीबाट फर्किएको